सम्पूर्ण मित्रहरूलाई मानवहरूलाई नमस्कार। आज धेरै पछि लगभग एक हप्तापछि लाइभमा आइयो। यो चाहिँ पानी परेको थियो अनि खेतबारीमा कामकाज मकै रोप्ने, सिमी रोप्ने, भटास रोप्ने, बालीहरू लगाउने कामहरूमा व्यस्त भयो। त्यही कारणले अलि ढिला भयो। आज अलि फुर्सद मिलाएर लाइभमा आइयो। अस्ति एक हप्ता अगाडि चाहिँ पार्ट 28मा कुराकानी गरेको थियौँ। आज पार्ट 28को बाँकी भाग पार्ट 29 चर्चा गरौँ ल। हामी बोध हौँ, हामी ज्ञान हौँ। हामी चाहिँ शरीर होइन, हामी इन्द्रिय पनि होइन। आजको विषय यही नै हो। एउटा लाइन चाहिँ अष्टवक्रले राजा जनकले भन्नुभएको छ, विषयलाई विष समान सम्झेर अब त्यसलाई चाहिँ फाल्दिने, कुनै पनि विषयलाई विष समान। यही सम्बन्धी त्यो विष समान भनेको चाहिँ हाम्रो चाहिँ यो शरीर, यो बोक्रा के बोक्रा। अस्ति हामीले पार्ट 28मा कुराकानी गरेका थियौँ नि। एउटा उदाहरण दिएको थियौँ, एउटा ऊँटको, एउटा हात्तीको बच्चाको, एउटा कुखुराको अन्डाको। हो त्यो ऊँटलाई त्यो बारम्बार चाहिँ त्यो नथीमा चाहिँ त्यो दाम्रो लगाएर अनि त्यसलाई चाहिँ अब के भन्छ त्यसलाई किला चाहिँ ठोकेर त्यहाँ बाँध्ने गरेको थियो नि। अनि त्यो बानी नै बसिएपछि नबान्दाखेरि नि ऊ बाने चाहिँ नबान्दाखेरि नि ऊ खुल्ला छोड्दा पनि ऊ नबस्ने नै भयो नि। इसारा त गर्नुपर्ने भयो, अनि मात्र ऊ उसको ठाउँमा चाहिँ ऊ गएर बस्ने भयो। बानेको छ भने फिल गराउनु पर्यो, अनि फुकाएको छ भने फिल गराउनु पर्यो। हात्तीको चाहिँ त्यो बच्चा छावाला पनि त्यस्तै हो। अस्तिको उदाहरण दिएको थियौँ नि। अब कुखुराको अन्डा पनि त्यही नै हो। बाहिरबाट चाहिँ अरूले फुटायो भने अब विभिन्न परिकार बन्छ, खाने परिकार बन्छ। भित्रबाट चाहिँ फुट्यो भने त्यहाँबाट चाहिँ एउटा इन्भेन्सन भन्छ क्या, एउटा क्रिएसन हुन्छ क्या, चल्ला हुन्छ नि। हो त्यही नै हो। हामी पनि स्वयं मुक्त हो। सम्पूर्ण यहाँ जति पनि जीव छन् चराचर जगतमा, ब्रह्माण्डमा सम्पूर्ण चाहिँ जीव जन्तु वनस्पति होइन, सम्पूर्ण कुराहरू मुक्त छन्। तर मानव बाहेक उनीहरूको चाहिँ आफ्नो स्वभावमा छ। मानव मात्रै आफ्नो स्वभावमा चाहिँ नभएको क्या, मुक्त हो। जन्मिनुभन्दा नि अगाडि पनि थियो, जन्मेपछि नि छ, अहिले पनि मुक्तै छ, पछि पनि मुक्तै हुने हो। तर उसले चाहिँ लाइफस्टाइल चाहिँ त्यो मुक्तको छैन क्या, त्यो बन्धनको छ क्या, बन्डेज, त्यो दासताको छ क्या। यथार्थ भएको यही हो। त्यो दासतालाई चाहिँ त्यो च्यातेर, त्यो फुटाएर, त्यसलाई फटाएर, त्यसलाई ध्वंस गरेर अनि चाहिँ आफ्नो चाहिँ त्यो ओरिजिनल स्वभावमा क्या, ओरिजिनल चाहिँ स्वभावमा चाहिँ त्यो बाँच्ने भनेको यथार्थ चाहिँ। जस्तो हामी उदाहरण लिउँ, अब हामी सांसारिक उदाहरण, सांसारिक छौँ, मानवको मात्र छौँ, अरू त आफ्नै स्वभावमा छन्। मानवको अब एउटा परिवार हुन्छ, त्यसमा बुबा आमा होइन, हजुरबाउ हजुरआमा होइन, अब जिबो जियामा, नाति नातिना, छोरा छोरी, अब दाजुभाइ दिदी बहिनी, काका काकी, अब दुनियाँ नामाकरण छ नि। त्यसको पछाडि यहाँ त थर छ। हो त्यही एउटा सीमित घेरामा चाहिँ मानिस चाहिँ बाँचिरहेको छ। मेरो छोरा, हाम्रो छोरा, हाम्रा छोरी, हाम्रो बाउ, हाम्रो आमा, हाम्रो दाइ, हाम्रो भाइ, हाम्रो अब सबै चाहिँ म भनेर नै त्यो 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 दासतामा क्या, त्यो बन्डेजमा क्या, त्यो बन्धनमा क्या, त्यो तृष्णामा भनौँ, त्यो रागमा भन्ने कि त्यो जालोमा क्या, त्यो बोक्रामा क्या, त्यसरी बाँचिरहेको छ नि। त्यहाँबाट मुक्तै हुन सकेको छैन क्या। हो यसलाई नै तोड्ने भनेको। बाँच्न त परिवारमा बाँचिरहला मानिस होइन। परिवार कहिलेसम्म हुन्छ, यो परिवारको चाहिँ अन्त्य त हुन्छ होइन, पहिला पनि थिएन। परिवारमा त बाँच्ने, समाजमा त रहने होइन, धर्ममा पनि रहला, राजनीतिमा नि रहला,
तर त्यो सबै एक्सन गरे पनि एक्सन नगरे जस्तो होस् क्या, त्यो पन्छी आकाशमा उडेको जस्तै, ढुङ्गा समुद्रमा कुदेको जस्तै, त्यो मुक्त क्या, न आगे न पछि, जस्ट एक्सन मात्रै गर्ने क्या, कर्म गर्ने फलको आश नगर्ने भनेको छ नि कृष्णले अर्जुनले भनेको, जस्ट एक्सन, डु एक्सन नट रिएक्सन क्या। यथार्थ अष्टवक्र नि भनेको थियो, त्यो सम्पूर्ण विषयलाई विश्वमान भनेको त्यो हाम्रो चाहिँ इनर पावर चाहिँ आत्मा ब्रह्म चेतना होइन द्रष्टा साँची जे पनि नि भित्र छ नि, सम्पूर्ण सबैको भित्र छ नि, यो बोलिरह्यो नि त्यसले हो नि, देखिरह्यो नि त्यसले, सुनिरह्यो नि त्यसले, सम्पूर्ण भित्र छ। अनि यसको चाहिँ जालो भनेको चाहिँ, यसको चाहिँ बोक्रा भनेको चाहिँ बाहिरी आवरण भनेको यो शरीर छ हो, यो शरीरलाई चाहिँ नफुटाइकन त्यो पावर निस्किँदैन, यो इन्द्रियलाई नतोडिकन, यो ज्ञानेन्द्रियलाई नतोडिकन, यो कर्मेन्द्रियलाई नतोडिकन, यो सम्पूर्ण यो चेतना छ नि, यो चित्त छ नि, तृष्णा छ नि, काम क्रोध लोभ मोह छ नि, यो भोग तृष्णा सम्पूर्ण चाहिँ छ नि, यो विश्वमान कुराहरू, यसलाई चाहिँ फुटाउने भनेको, त्यसपछि एउटा सृजना हुन्छ, त्यो ज्ञान आउँछ क्या, ज्ञान आउँछ क्या, अटोमेटिक आउँछ त्यो बोध हुन्छ, अनि अटोमेटिक त्यसमै नै जिउने भनेको हो कि। हामी धरतीका मानवहरू के गरिरहेका छौँ, किन चाहिँ यो झै झगडा परिरहेको छ, एकअर्कामा दुश्मनी भइरहेको होइन, एउटा देशले अर्को देशलाई चाहिँ खान खोजिरहेको छ, एउटा देशले अर्को देशलाई चाहिँ रकेट हानिरहेछ, एउटा धर्मले अर्को धर्मलाई, एउटा राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई होइन, सम्पूर्ण अहिले यो नेगेटिभ नकारात्मक क्रियाकलाप किन भइरहेछ भन्दाखेरि त अहम क्या, अहम म भनिन्छ नि, शरीर भनिन्छ नि, शरीरमा त अब इन्द्रिय छ, विषय छ नि हो, त्यो एक्ज्याक्टली त्यो विषय जब चाहिँ हुन्छ नि, विषय मान्छ नि कुनै पनि कुरालाई, अनि त एक्सन पछि रिएक्सन हुन्छ, एउटा पार्टी कुल्छ अर्को पार्टी कुल्छ, अर्को पार्टी एउटा पार्टीलाई चाहिँ अब नसिद्धाए इतिहास त्यसलाई नामेट नगरिकन अर्को यो पार्टीले इतिहास रच्दैन, एउटा देशलाई नसिद्धाए अर्को देश चाहिँ कायम हुँदैन, एउटा धर्मले अर्को धर्मलाई नसिद्धाए अर्को त्यो धर्म चाहिँ टपमा पुग्दैन हो। यस्तो चाहिँ यो चाहिँ भ्रम क्या, असत्य भ्रम कुराहरू चाहिँ मानिस चाहिँ त्यही वरिपरि त्यही बोक्रे कुरामा, बोक्रे उसमा दुनियाँमा अल्झिरहेको छ, गरे केही पनि छैन, काम गरिरहेको देखिन्छ, अफिस गइरहेको देखिन्छ, खाइरहेको देखिन्छ, लागिरहेको देखिन्छ, परिवारमा बसिरहेको देखिन्छ, राजनीति गरिरहेको देखिन्छ, धर्म गरिरहेको देखिन्छ, मन्दिर पनि गइरहेको देखिन्छ, तपस्या गरिरहेको होला, योग गरिरहेछ, कोहीले ध्यान गरिरहेछ होइन, कहाँ के गरिरहेछ, कति पढिरहेछ, पिएचडी गरिरहेछ, के पढिरहेछ, तर त्यो बोधै छैन, त्यो ज्ञानै छैन, त्यो मुक्त नै हुन सकेको छैन। किन त भन्दा क्वेसन छ नि, किन हो, त्यो शरीर छ नि, त्यो शरीरलाई नै फुटाउन सकेको छैन, त्यो अन्डा भित्रबाट त्यो चल्लाले चाहिँ, त्यो चुच्चाले चाहिँ त्यो अन्डालाई हानेको त, अनि क्रिएसन हुन्छ, सिर्जना हुन्छ, अनि आकाश देख्छ, धरती देख्छ, सबै पञ्चभूत, अब 10 भूत कति देख्छ यहाँ, जमिन आकाश पाताल होइन, स्वर्गको सम्पूर्ण देख्छ त, अनि बाहिरबाट चाहिँ अन्डालाई फुटाइदिएपछि त अब के हुन्छ भएको के छ एक्ज्याक्टली यो संसारमा, अब हाम्रो मानव जिन्दगीमा अब हामीलाई, अब मलाई, तपाईँलाई के गरिदिएछ भन्दा, दाइले फुटाइदिएछ, बाउले फुटाइदिएछ, आमाले फुटाइदिएछ, छोराले फुटाइदिएछ, छोरीले फुटाइदिएछ, समाजले फुटाइदिएछ, छिमेकीले फुटाइदिएछ, धर्मले फुटाइदिएछ, राजनीतिले फुटाइदिएछ, धनले फुटाइदिएछ, सुन चाँदी हिरा मोती घर गाडी होइन, सम्पूर्ण यो विषय सामानहरू छ नि, असत्यका झुटका भ्रमका, त्यसले फुटाइदिएछ नि, अनि सिद्धिएछ मानिस, त्यसैमा सिद्धिएछ, त्यसैमा चाउरी परेको छ, त्यसैमा रोगी भएको छ, त्यसैमा दुःखी भएको छ, त्यसैमा रोएको छ, त्यसैमा चिल्लाएको छ, त्यसैमा गाली गलौज गरेको छ, यतिमै जीवन चाहिँ गइरहेछ क्या, जीवन मानिसको यतिमै सीमित छ, यतिमै सिद्धिरहेछ, एकले अर्कालाई हेरेर हाँस्ने मात्रै, अफिस गइरहेको मानिसले घरमा बसिरहेको मानिसलाई हाँस्ने, घरमा बसेर काम गरिरहेको आफ्नै घरमा बसिरहेको मानिसले अफिस चाहिँ गएको मानिसलाई हेरेर हाँस्ने होइन, पैसा नकमाउनेले पैसा कमाउनेलाई देखेर हाँस्ने, पैसा कमाउनेले पैसा नकमाउनेलाई हेरेर हाँस्ने यहाँ हाँस्ने मात्रै, तर भ्रम क्या,
गरे काहीँ केही कसलै केही पनि छैन। बिहानदेखि उज्यालो भएदेखि होइन आँखा उगारेदेखि आँखा नचिम्लिन्जेलसम्म फुर्सद पनि लगभग मानिसलाई हुँदैन। फेरि गरे पनि के पनि हुँदैन, ऊ शान्त पनि हुँदैन, मौन पनि हुँदैन, मुक्त पनि हुँदैन। त्यो बन्धनमै घुमिरहेको हुन्छ, त्यो तनावमै हुन्छ। अनि मानिस रोगी नभए होइन, अनि डिप्रेसन नभए, अनि हार्ट अट्याक नभए होइन, अनि कताको नसाहरू चाहिँ नफुस्के, अनि कतातिर गएर दुर्घटना नभए अनि हुन्छ के? जब शान्त नै छैन भने। किनभने सबै चाहिँ यो चाहिँ युनिभर्समा विकास हुने भनेको सम्पूर्ण कोषहरूको इन्द्रियहरूको सम्पूर्ण कुराको विकास हुने भनेको चाहिँ अँध्यारोमा हो। त्यो भने शान्तमा हो। उज्यालोमा त केही पनि विकासै हुँदैन, अँध्यारोमा हुन्छ नि। अँध्यारोमा कुनै पनि बिरुवा चाहिँ भोलि अघिल्लो दिन बेलुका साँझ हेरौँ, भोलिपल्ट बिहान उठेर हेरौँ त कति बढिरहेको हुन्छ। कुनै पनि प्राणीहरू, हामी पनि होइन, त्यो स्वभावमै ठ्याक्कै फरक हुन्छ। किन अँध्यारोबाट चाहिँ उज्यालोमा जाँदाखेरि त्यो प्रत्येक कोषहरू चाहिँ प्रत्येक पल मरेर नयाँ भइसकेका हुन्छ। मृत्यु र चाहिँ जन्म चाहिँ सँगसँगै भइरहेको हुन्छ, सबै कुरा नयाँ भइरहेको हुन्छ नि त्यो मौनमा, त्यो शान्तमा। तर यहाँ त अब उज्यालो भनेमा त मानिसलाई फुर्सद नभएपछि, त्यो तनाव भएपछि हुन्छ कि प्रत्येक पल उसले चाहिँ जन्म लिने होइन, प्रत्येक पल चाहिँ मरिरहेको चाहिँ छ। प्रत्येक वर्ष जन्मदिन मनाउँछ नि, प्रत्येक वर्ष मरिरहेको चाहिँ छ। यथार्थ त्यो चाहिँ त्यो जन्मदिन पनि होइन, त्यो मृत्यु दिन मनाइरहेको क्या। कहाँ जन्मिएको छ मानिस? मानिस कहाँ छ धरतीमा? धरतीमा मानिस चाहिँ कहाँ छ के? उसको नाम छ, ऊ नामबाट परिचित छ, उसको थर छ, उसले चाहिँ बोलाउने नै त्यही सम्बोधनै हजारौँ लाखौँ थरी छ भने मानव कहाँ छ यहाँ? नाम छ, थर छ, ठाउँ छ, उसको दाजुभाइ के आमा बाउ होइन, धर्म संस्कृति संस्कार, अब छिमेकी राजनीति त अब के देश होइन, त्यसको यति सीमाङ्कन गरिएको छ, यति नामाकरण गरिएको छ कि त्यो मानवलाई फुत्किने ठाउँ नै दिएको छैन। हो यो सम्पूर्ण विषय यो बन्डेज क्या, यो बन्धनबाट, यो दासताबाट जो चाहिँ भित्रबाट चाहिँ फुटाउन सक्छ नि जसले, त्यही नै बोध हो। जो बोध हुनसक्छ नि त्यही नै साँची हो, त्यही नै द्रष्टा भाव हो। अष्टवक्रले राजा जनकले भनेको थियो सम्पूर्ण कुरा राइट नाउ हुने क्या, राइट नाउ अहिले नै सम्पूर्ण कुराहरू विषयका सम्पूर्ण विषयहरू विष समान त्याग्दियो भने, त्यागिदिने, अलग गरिदिने, छोडिदिने हो, छोडिदिने, विश्राम लिने, आराम गर्ने क्या, आराम गर्ने। अब सुत्ने हो कि होइन, बस्ने हो कि चट्टकै आराम गर्ने, अनि खुसी हुने, आनन्दित हुने क्या। त्यति गरे पनि स्वत एकै पलमा मुक्त छ मानिस। किन मुक्त नै हो नि, सबै चाहिँ यहाँ सबै मुक्तै हो त। बोट बिरुवा रुख पन्छी होइन, हावापानी धरती आकाश पाताल सम्पूर्ण कुरा मुक्तै छ त। अनि धरतीका मानवहरू मात्र किन यस्तो दासतामा के? अरूको कुरा नगरिकन होइन, धर्मका कुरा नगरिकन, राजनीतिको कुरा नगरिकन, त्यो सङ्गठनमा नलागिकन होइन, त्यो अरूका क्या दोस्रोको अब्जेक्टको कुरा नगरिकन रुच्दैन मान्छेलाई। जबकि यसमा सब्जेक्टलाई नै फुटाइदिने भनिन्छ। त्यो अस्ति मैले भनेको थिएँ नि, मृत्यु दुई प्रकारको हुन्छ। मृत्यु क्या एउटा श्वास बाहिर गएर, यो श्वास बाहिर चाहिँ फेऱ्यो भने, श्वास फेरेर गयो भने त्यो मृत्यु। त्यो चाहिँ दासताबाट क्या, त्यो अज्ञानबाट कि नै त्यो मृत्यु हुने हो। अनि जो चाहिँ श्वास भित्रै रोकेर समाधि भन्छ क्या त्यसलाई, समाधि क्या, मुक्त हुन्छ नि, त्यो चाहिँ मृत्यु होइन फेरि। मृत्यु त हो, देखिन्छ बाहिरबाट, त्यही नै हो अमर मुक्त। त्यो साँच्ची द्रष्टा हुने भने त्यही नै हो, एक्ज्याक्टली त्यो हो। त्यति पावर हुन्छ कुनै पनि चाहिँ त्यो प्राणीमा, मानवमा त्यति पावर चाहिँ हुन्छ। त्यो पावरलाई हामीले चिनेकै छैन, त्यो बुझेकै छैन। त हामीलाई आफैसँग बोल्न सकेकै छैनौँ, हामी आफैले देख्न सकेकै छैनौँ, आफैलाई सुन्न सकेकै छैनौँ नि, त्यति सङ्घर्ष गर्नै सकेको छैनौँ नि। बाहिरी दुनियाँसँग सङ्घर्ष गर्दा गर्दा मानिस थाकेर हारेर होइन, हरेस खाएर डिप्रेसनमा होइन, अब त्यो पुरै चाहिँ दुःखमा के गइरहेछ। बाहिरी दुनियाँसँग, पारिवारिकसँग, समाजसँग, राजनीतिसँग, धर्मसँग, राष्ट्रसँग होइन, राज्यसँग, सांसारिक प्रति चाहिँ सङ्घर्ष गर्दा गर्दा थाकेको छ। जबकि आफैसँग चाहिँ सङ्घर्ष गरेर मुक्त हुने हो नि।
आफू छ त संसार छ नि, आफै छैन भने के छ यहाँ? रियालिटी यो हो नि। त्यही भएर हामी हामी मानवहरूलाई चेतनशील भन्छौँ नि। अनि अरूले चाहिँ अन्डा फुटाएर नफरोस् क्या यो शरीरलाई त्यसरी चाहिँ दौडाएको छ नि, त्यसरी प्रयोग गरिरहेको छ नि, त्यसरी उपयोग गरिरहेको छ नि, अहिले उपयोग गरिरहेको छ नि। कसरी दौडाएको छ, राजनीतिमा कसरी दौडाएको छ, घर परिवारमा कसरी दौडाएको छ, धर्ममा भनेर कसरी दौडाएको छ, राज्यमा भनेर कसरी दौडाएको छ, नोकरीमा, व्यवसायमा, होइन, हरेक जुनसुकै क्रियाकलाप गर्नुहोस् न, एक्सन गर्नुहोस् न, कसरी दौडाएको छ। अनि शरीरै चाहिँ होइन भनी त्यो सोच्ने हो भने सोच्नै पर्दैन। अनि त्यो पिसमा के त्यो पिसफुलमा जाने गइदियो भने ठ्याक्कै चाहिँ मुक्तमा जाने हो भने त सम्पूर्ण भएको चाहिँ यो जल थल चर आकाश जमिन पाताल, होइन, जहाँ भएको नि दुःखहरू त एकैछिन सकिँदो रहेछ नि, सकिन्छ नै, गर्नु पनि कहाँ के छ त यहाँ। न श्रीमतीको लागि केही गर्नुपर्ने छ, न श्रीमानको लागि केही गर्नुपर्ने छ, न छोराको लागि केही गर्नुपर्ने छ, न छोरीको लागि केही गर्नुपर्ने छ, न आमाको लागि, न बाउको लागि, न दाजुभाइको लागि, न दिदीबहिनीको लागि, कहीँ के पनि गर्नुपर्छ। यो सम्पूर्ण बन्धन हो नि। अनि यसैमा मरिमेटिया छ यो 3 जना 4 जना 2 जनामा, होइन, सीमित क्या। माया प्रीति भनेको छ, यहाँ भनेको छ, त्यो भनेको छ, त्यो सबै दासता। एकले अर्कालाई उम्किनै दिएको छैन। त्यो एउटा सम्झिहालेँ यसमा भनौँ। ओशोले चाहिँ एउटा पुस्तक लेख्नु भएको छ नि, त्यो सम्भोग से समाधि भन्ने, सम्भोगबाट समाधिमा जाने भने त्यो एक्ज्याक्टली पुस्तक चाहिँ कहाँबाट लेख्नु भएको छ, कहाँबाट उहाँले चाहिँ लेख्नु भएको, त्यो शिवलिङ्ग छ नि, त्यहीँबाट लेख्नु भएको क्या। त्यो लिङ्ग वास्तवमा एउटै हुने रहेछ क्या, शिवलिङ्ग चाहिँ एउटै हो त्यो नेचर। त्यो नेगेटिभ पोजिटिभ होइन कि, त्यो एक्ज्याक्टली एक क्या, 2 होइन क्या, एक। अब यहाँ 2 छ नि, स्त्रीलिङ्ग पुल्लिङ्ग भन्ने, श्रीमान श्रीमती भन्ने छ नि, पुरुष महिला भन्ने भाग छ नि, हो यो वास्तवमा एक हो। एक भयो भने अनि क्रिएसन हुन्छ। श्रीमान श्रीमती चाहिँ किन चाहिँ त्यो महिला पुरुष 2टा छ नि देखिन्छ नि, यसो हेर्दा 2 देखिन्छ, तर वास्तवमा हो एक क्या, अनि क्रिएसन हुन्छ। अब यहाँ 2 छ, यहाँ किन 2 छ त भन्दा श्रीमान र श्रीमती बाहिरी रूपमा चाहिँ जसरी चाहिँ हेर्दाखेरि श्रीमान श्रीमती देखिन्छ नि, भित्री रूपमा उनीहरू पनि फरक छन्, एक छैनन्। नेगेटिभ पोजिटिभ चाहिँ त्यो एक ठाउँमा आएको त क्रिएसन हुन्छ। जस्तो चाहिँ त्यो पावर पनि त्यो समुद्र मन्थन गरे भन्छ नि, समुद्र मन्थन चाहिँ राक्षस र चाहिँ देवताहरूले गरे, अनि त्यहाँबाट अमृत निस्क्यो, अनि विष निस्क्यो, विष चाहिँ त्यो कालकोट विष निस्केर महादेवले खानुभयो, अनि अमृत निस्के चाहिँ त्यही देवताहरूले खाए भन्ने एउटा छ नि, हो हुने चाहिँ एक्ज्याक्टली त्यो 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 एक हुने हो भन्न खोजेको क्या, अनि क्रिएसन हुन्छ। अब यहाँ त अलग छ नि, महिला पुरुष अलग छ, श्रीमान श्रीमती त हो, त श्रीमतीको ध्यान अन्ततिर, श्रीमानको ध्यान अन्ततिर, तर बस्या छ चाहिँ यसो हेर्दा श्रीमान श्रीमती कि झुटको संसार क्या, झुटको संसार। त्यो पतिव्रता धर्म अनि पतिव्रता धर्म अनि के भन्छ नि, हो त्यो पावर, त्यो पहिला चाहिँ एक्ज्याक्टली थियो, अहिले छैन नि, त्यो पावर हुँदो रहेछ। त्यो एक भएर बस्न सक्यो भने कुनै पनि नेगेटिभ पोजिटिभ, जस्तो महिला पुरुष, होइन, श्रीमान श्रीमती, अनि क्रिएसन हुन्छ। त्यो परमात्मामा जान्छ भनेको छ क्या ओशोले चाहिँ, परमात्मा आत्मा क्या। अनि त्यहाँ सबै निस्किन्छ। त्यहाँ के निस्किन्छ त, त्यहाँ ब्रह्मा विष्णु महेश्वर निस्किन्छ। त्यो क्रिएसन हो त्यो शिवलिङ्गको, एकमा निस्किन्छ, एकमा अनि सबै हो क्या, शून्यमा सबै। पहिला त शून्यमा जानु पर्यो नि, अब यहाँ सबै छ, सबै मात्र छ, शून्य छैन। यहाँ सबै नै झुटको दुनियाँ छ। त्यही भएर अब चाहिँ स्वतन्त्रताको युग पनि आयो जस्तो लाग्छ मलाई। अब सम्बन्ध विच्छेद गर्ने, एक्लै बस्ने पनि भन्ने चाहिँ छ यसो आवरणमा, तर मुक्तपट्टि त गएको त छैन मानिस, त्यो स्वतन्त्रतापट्टि त गएको छैन। स्वतन्त्रताको सङ्घर्ष त बाँकी नै छ, स्वतन्त्रताको क्या, त्यो स्वतन्त्रता मुक्तको त्यो समाधिको त्यो द्रष्टाभाव साँचीभाव पुग्यो भने चाहिँ त्यो स्वतन्त्र क्या, हावा जस्तै, पानी जस्तै, धरती जस्तै, होइन,
आकाश स्वतन्त्र मुक्त हुन्छ नि त्यस्तो सङ्घर्ष त बाँकी नै छ मानिसको। तर समय चाहिँ आउँदैछ मानिस चाहिँ कुनै पनि अब अहिले एउटै परिवारमा एउटै चाहिँ समाजमा एउटै धर्ममा होइन एउटै राष्ट्रमा एउटै राज्यमा होइन जहाँ जन्म्यो त्यहीँ जस्तो रुख जस्तो कहीँ हिँडेर जाँदैन नि होइन त्यसरी चाहिँ बस्न चाहँदैन अहिले मानिस। संसारै घुम्न चाहन्छ जहाँ इच्छा लाग्छ त्यहीँ जान्छ जहाँ सुत्न चाहन्छ ती गएर सुत्दिन्छ। त्यो इच्छा आकाङ्क्षा चाहिँ छ त्यो बुझाइ पनि छ नसकेर नगएको होला के होला बन्धन होला के होला अनेक छ होइन छन चाहिँ त्यो त्यतिसम्म चाहिँ बुझाइ चाहिँ भइसक्यो मानिसको। सबैको बुझाइ त भएको छैन तर लगभग चाहिँ मानिसको चाहिँ बुझाइ छ अहिले। अब सबै चाहिँ मानिस चाहिँ अब एकले अर्कालाई छोड्दै क्या सिङ्गल लाइफ अहिले सिङ्गल लाइफ जिउँछन्। सिङ्गल लाइफमा अब चिन्ता नि भएन अरूले आदेश दिने नि भएन कसले निर्देशन दिने नि भएन यो गरेर भएन त्यो गर्ने भएन होइन। 7 दिन सुते नि भयो 7 दिन हाँसे नि भयो 7 दिन रोए नि भयो 7 दिन दौडे नि भयो जीवनै अर्को हुन्छ त 7 दिनसम्म खाएको खाइ गरे नि भयो। अब जे गरे नि सिङ्गल लाइफ हो नि त। अरूले त यो गर त्यो गर यो गर्न पर्यो त्यो गरेर गुनासा चाहिँ सुनाइरहनु त पर्दैन नि सुन्दैन नि त्यो सुन्न पनि परेन नि। अब यहाँ त बिहान उठेदेखि मानवको बेलुका चाहिँ ननिदिन्छ त्यसलाई टर्चर मात्र छ यो गरिनस् त्यो गरिनस् यो जिम्मेवारी यो कर्तव्य यो जागिर यो नोकरी यो धन कमाइनस् यो गाडी बनाइनस् यो चाहिँ घर बनाइनस् यहाँ गर्नु पर्ने त्यो गर्नु पर्ने केही पनि गर्न सकिनस् यताउता त्यसलाई त्यस भन्दा होइन त्यो भन्दा त्यसै जिउँदै मार्दै हुन्छ क्या। त्यसले गर्छ कि न यहाँ धन कमाउने ठाउँ छ न धनै छ फेरि संसारमा कस्तो झुटो दुनियाँ बनाएको छ कहाँ गएर कमाउने हो कसरी कमाउने हो एउटा मान्छेले एउटा शरीरले होइन कता गएर गाडी किन्यो कता गएर जग्गा किन्यो कता गएर घर बनाउनु पर्ने कति टर्चर क्या। यो चाहिँ अब द सोलिड मेल्ट इन इयर भनेर कार्ल मार्क्सले भन्नुभएको रहेछ यो चाहिँ युवल हरारीले लेख्नु भएको छ होइन। यही नै हुन्छ अब सम्पूर्ण कुराहरू परिवर्तन हुन्छ सम्पूर्ण कुराहरू रूपान्तरण हुन्छ अनि पुग्छ कहाँ त भन्दा ज्ञानमा क्या त्यो बोधमा। बोध चाहिँ आउने कसरी भन्दाखेरि मानिसलाई यहाँ घन नलागिकन होइन छिनो नलागिकन चाहिँ आउँदैन भोग्नु पर्दो रहेछ क्या। त्यो नभोगिकन जति पढेर त्यसले घोकी पनि जे गरे पनि त्यो सूचना मात्र हुन्छ त्यो छिर्दैन न त सबै बुद्ध हुन्थे सबै कृष्ण हुन्थे सबै देवको देव महादेव हुन्थे सबै थाहा छ। दिन चाहिँ दैनिकै चाहिँ घन्टा बजाइरहेछन् दैनिकै मन्दिर गइरहेछन् दैनिकै चाहिँ योग गरिरहेछन् ध्यान गरिरहेछन् अनि भागुको छ त मुक्त त्यसको जीवन त त्यस्तो चले आयो नि फेरि त्यहाँबाट फर्केपछि उस्तै त्यही परिवारमा बसेको छ त्यही समाजमा बसेको छ त्यही धर्म मानिरहेछ त्यही राजनीति मानिरहेछ होइन त्यही नोकरी गरिरहेछ त्यसको डेली लाइफै चेन्ज छैन त्यही नै छ त्यही बन्धनमै छ। अनि कहाँ त्यो ढोगेको मान्यता के तपस्या गरेको होइन अब ध्यान गरेको होइन त्यो कहाँ के बुद्ध दर्शन पढेको होइन ओशो दर्शन पढेको होइन विवेकानन्द दर्शन पढेको अब जहाँ जे पढे पनि हेरो अनि भयो के त के जीवनको भोगाइ नै पुगेको छैन नि त त्यो भोग नपुगिकन होइन त्याग हुँदो रहेछ क्या एक्ज्याक्टली। अनि यसमा चाहिँ जसले भोगेको छ अनि त्यसले त्याग्न पनि सक्छ अनि जसले त्यागेको छ नि अनि त्यसले भोग्न पनि सक्छ। अब दुवै कुरो चाहिँ न त्याग न भोगमा जाने हो फेरि। यसमा चाहिँ हाम्रो टपिक चाहिँ बोध भनेको न त्याग्नै गर्ने हो न भोग्नै गर्ने हो न भोगमा नै हामी रमाउने हो खुसी हुने हो होइन न त्यागमा नै न दुःखी हुने हो न चाहिँ अब के हुने हो भने जस्तो क्या। अब शरीरै होइन भने जसरी होइन यो शरीरै हामी होइन भनेर बाँच्ने भएपछि न भोग छ न त्याग छ न खुसी छ न दुःख छ के नै छ त यसमा के पनि छैन त न एक्सन छ न रियाक्सन छ न दृश्य छ न दर्शक छ न शब्द छ न के छ। अब भने दुई छैन क्या न तल छ न माथि छ न जीवन छ न मृत्यु छ क्या छैन नि वास्तवमा त कोही पनि मर्दैन नि हामी कोही मरिया नि होइन हामी मर्दैन मानव मर्दैन कोही पनि मर्दैन वास्तवमा को मर्छ शरीर मर्छ यो शरीर चाहिँ मर्छ तर भित्रको त मर्दैन त त्यो आत्मा भने नि बोध भने नि साँची भने नि द्रष्टा भने नि त्यो पावर भने नि जे भने नि एउटा चिज त छ नि त
तपाईँ मान्छ, मेरो मान्छ, सबैको मान्छ नि, त्यो कहिले नै मर्दैन नि, त्यो परिवर्तनै हुँदैन, त्यो रूपान्तरण पनि हुँदैन। अनि रूपान्तरण परिवर्तन हुने चाहिँ के त भन्दा यो क्या, यो शरीर क्या, यो बुढो बुढो हुँदै जाँदा हुँदै 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 गएर होइन, दिन दिन भनौँ न, यो चाहिँ प्रत्येक दिन, प्रत्येक रात, प्रत्येक पल मरिरहेको छ, शरीर चाहिँ मरिरहेको छ होइन। तर मानवलाई चाहिँ, मानवको चाहिँ इच्छा आकाङ्क्षा होइन, आवश्यकता यति छ कि असीमित छ क्या। मृत्यु चाहिँ अब नजिकै आइसक्यो, शरीरै जीर्ण भइसक्यो, शरीरै अपाङ्ग जस्तो भइसक्यो होइन। न खान सक्छ, न लाउन सक्छ, न हिँड्न सक्छ, न दगुर्न सक्छ, न केही गर्न सक्ने अवस्था भइसक्यो। त्यो अष्टवक्रको 8औं कुरूप अष्टवक्र, यो चाहिँ 8,000 कुरूप भइसक्यो मानवहरू। तर चाहिएको छ सबै फेरि। कस्तो यो मानव चाहिँ मानव हो कि दानव हो क्या, यो बुझेको हो कि नबुझेको हो। जति पढाए पनि, जति पढे पनि चाहिँ के पनि चेन्जै छैन। न शिक्षक चेन्ज छ, न गुरुहरू परिवर्तन भएको छन्, न शिष्यहरू परिवर्तन भएको छन्, न गुरु जस्ता छन्, न चेला जस्ता छन्। गुरु जस्ता भएको त चेला जस्ता हुन्थ्यो त। त्यो हो नि त। विश्वविद्यालयमा अब स्कुलहरूमा गएर गुरुले अब नाना थरी भन्छ नि, किताबको पढाएर त्यो चाहिँ ठ्याक्कै त्यो फोटोकपी सुगाइल जस्तो सुइँ किताबमा भनिदिने हो। अनि बेलुका आयो भने यसो भट्टिबलमा देखिन्छ, जुवा अड्डामा देखिन्छ, कतातिर पार्टी सङ्गठन देखिन्छ, कता धर्मतिर कता सङ्गठनमा देखिन्छ। त्यो बन्धनमा क्या। अनि शिष्यले त देखिरहेको हुन्छ नि, बोल्न नसकिरहेको होला, प्रश्न गर्न नसकेको होला, देखिरहेको त हुन्छ, बुझिरहेको त हुन्छ। अनि शिक्षकले ढोकाको बाटोमा अनि शिष्य कसरी जान्छ? गुरुले ढोकाको बाटोमा, चेला कहाँ जान्छ? न गुरु छ न चेला छ नि। स्वयं हामी गुरु पनि हो, चेला पनि हो, सम्राट पनि हो, जनता पनि हो, सम्पूर्ण हामी नै हो त। युनिभर्सै हामी हो। त्यो युनिभर्समा हामी पनि, हामीलाई पनि त्यो चलाइरहने चाहिँ द्रष्टा, त्यो साक्षी, त्यो बोध छ क्या। हो त्यही हो, त्यो कहिले नमर्ने भनेको। सम्पूर्ण चलाइरहने पनि छ त त्यो हो नि त। यो चाहिँ बोध हुनुपर्छ भनेको, यो चाहिँ ज्ञान हुनुपर्छ भनेको। यसमा चाहिँ यो अष्टवक्र गीतामा यो सुन्दा होइन, यो त कन्भर्सेसनमा चाहिँ यस्तो आएको छ कि त्यो राजा जनकले होइन, त्यो सरप्राइजली कसरी भनेको भने होइन त, त्यो सुन्दा एनलाइटन भएर क्या, मुक्त भएर होइन। त्यो भनेको सिरियसली अब कसरी भनेको छ भने, अब रोएर भन्ने कि होइन, अब हाँसेर भन्ने कि कसरी भन्ने, शब्द भन्दा पनि अलिकति त्यो भाव पर्ने रहेछ होइन। त्यो मान्छे ठ्याक्कै त्यो क्यारेक्टरमा आयो भने त्यो ठ्याक्कै भाव आउँछ होइन। अब क्यारेक्टरमा आइदिउँ जस्तो नि लाग्छ होइन। त्यो शब्द कसरी भन्ने भइरहेको छ क्या मलाई। त्यो राजा जनकले भनेको होइन, म बोध हुँ, म साँची हुँ, म द्रष्टा भाव हुँ, यसरी सिरियस भएर भनेको क्या। अष्टवक्रलाई राजा जनकले क्या। मलाई नमस्कार पनि भन्नुभएको क्या उहाँले। म कति आनन्दित छु, म कति खुसी छु भन्नुभएको क्या। किनभने उहाँ मात्रै बाँकी रहेन, अष्टवक्र नि रहेन नि देवता। अष्टवक्रले चाहिँ भन्नुभएको त राजा जनकलाई हो, तर सुन्दा यस्तो बुझाइ चाहिँ आयो कि अब त्यहाँ रहेको त एक मात्र दुई रहेनन् क्या, दुई पात्र रहेनन्, एक पात्र भयो क्या जम्मा। अब अष्टवक्र पनि राजा स्वयं जनकै हो, जनक पनि राजा स्वयं अष्टवक्रै हो नि। किन शून्यमा सबैमा शून्य भयो नि, न गुरु भयो न चाहिँ शिष्य भयो। त्यो क्षण भयो क्या, त्यो बुझाइ भयो। अनि भएपछि न चाहिँ अब त्यो के अरे श्रीपेश रह्यो, न चाहिँ अब त्यो के सिंहासन रह्यो, न चाहिँ राज्य रह्यो, त्यो न मिथिला राज्य रह्यो, न सीताको बाउ रहे होइन, न राजा भनिन् रहे, न महाराजा भनिन् रहे, न सम्राट भनिरहे क्या। त्यो रहन्छ नै फेरि त्यो शरीरबाट चाहिँ मुक्त भएर भित्रको चाहिँ ल्याएपछि
हनुमानले छातीतिर राम सीतालाई हाले एउटा चाहिँ प्रतीक छ नि, सिम्बल छ नि, त्यो हुन्छ नि, सम्पूर्ण अड्छ क्या। यहाँभित्रकोलाई प्रस्फुटित गर्न सक्यो भने, यो शरीरलाई च्यात्न सक्यो भने, हामीले शरीरलाई ध्वंस गर्न सक्यो, अलग गर्न सक्यो भने सम्पूर्ण चिज अड्छ नि। सम्पूर्णै छ त यहाँ, त्यो सम्पूर्णै छ यहाँ। यही नै बोध हुनुपर्छ भन्ने हो। यो हामी चाहिँ यो मानव, अब शब्दमा मानवै भनौँ होइन, हेर्दा त यसो चाहिँ मानव चाहिँ कमै पाइन्छ धरतीमा, मानवै कम पाइन्छ। न कोहीसँग कुरा मिल्छ, न विषयको कुरा मिल्छ होइन, न कोहीसँग कुराकानी हुन्छ, न घर परिवारमा कुरा हुन्छ, न छरछिमेकमा कुरा हुन्छ, न राज्यमा कुरा हुन्छ, न कहीँ कतै कसैको कुरा कसैले पनि सुन्दैन। फेरि सुन्ने चाहिँ होइन पनि रहेछ, तर सांसारिक दुनियाँमा त सुन्नुपर्ने नि। त्यो एनलाइटेन भएको दुनियाँमा त सम्पूर्ण आफै हो भनेपछि सुन्नै परेन, आफूले आफै सुन्यो। तर यहाँ कसैले कसैको कुरा सुनिरहेकै हुँदैन। किन सुनिरहेको हुँदैन, किन कुराकानी गरिरहेको हुँदैन? सबै झुट, पाखण्ड, असत्यको जीवन बिताइरहेछन्, झुटै झुटको जीवन बिताइरहेछन्, पाखण्डको जीवन बिताइरहेछन्, असत्य नै असत्य जीवन बिताइरहेछन्, लुटको जिन्दगी बिताइरहेछन्। अनि कसरी बोल्न सक्ने? एकले अर्कालाई लुट्नमै व्यस्त छ, एकले अर्कालाई चोर्नमै व्यस्त छ, एकले अर्कालाई ठग्नमै व्यस्त छ। घर परिवारबाट स्टार्ट हुन्छ त्यो, आफ्नो परिवारबाट नै स्टार्ट हुन्छ। अब कहाँ रह्यो परिवार? अनि आफ्नो दाजुभाइबाट नि सुरु हुन्छ, कहाँ रह्यो दाजुभाइ? अनि आफ्नो आमा बाउबाट नि सुरु हुन्छ, कहाँ रह्यो आमा बाउ? आफ्नो छोराछोरीबाट नै सुरु हुन्छ, कहाँ रह्यो छोराछोरी? आफ्नो समाजबाटै, आफ्नो छरछिमेकबाटै हुन्छ, त्यो नाता गोता इष्टमित्र सम्पूर्णबाट, धर्मबाट त्यही, राजनीतिबाट त्यही, राज्यबाट त्यही, सम्पूर्णबाट एकले अर्कालाई अन्याय गर्ने, उत्पीडन गर्ने, लुट्ने, चोर्ने, डाका डाल्ने क्या। समाज त्यस्तो छ क्या, व्यवसाय छ क्या, नाफा र नोक्सान क्या, जोड घटाउ गुणन भागमा सिद्धिएको छ, खोक्रो छ, पुरै सुकेको छ क्या। अनि यस्तो चाहिँ सुकेको चाहिँ यो चाहिँ अब दलदलमा क्या, हिलोबाट माथि आउनुपर्छ। बुद्ध त्यसरी आउनु भएको, उहाँले सपना देख्नु भएको, सपना सम्पूर्ण यो चाहिँ दिशाले भरिएको, संसारलाई सम्पूर्ण दिशा भरिएको देख्नु भएको, दिशाले भरिएको। उहाँ चाहिँ माथि टक्क क्या, दिशा माथि टक्क आनन्दले क्या बसेको क्या, तर दिशा के पनि नलागेको क्या। त्यो सपनाबाट बिउजेपछि अनि एनलाइटेन भएको बुद्ध त अनि बुद्ध भएको। पहिला त सिद्धार्थ गौतम हो होइन, अनि बुद्ध भएको। मानव पनि हुने त्यही हो, फेरि सबै बुद्ध नै हो त, सबै बुद्धै हो। म पनि बुद्ध, तपाईँ पनि बुद्ध, हामी सबै बुद्ध। तर भएको छौँ कुबुद्ध, अबुद्ध। अब यसलाई के भन्ने? यहाँ त सही कुरो त उसले सुन्नै सक्दैन त। अब कुन समाजमा जाने सही कुरो बोल्नलाई? सही कुरो, सत्य कुरो न परिवारले सुन्छ, न छोराछोरीले, न आमाबाउले, न दाजुभाइले होइन, न समाजले, न छिमेकीले, न राष्ट्रले, कहीँ पनि सही सत्य कुरो सुन्न सक्ने क्षमता, त्यो साहस छँदै छैन। दुनियाँ त नपुसकतिर गइरहेछ जस्तो लाग्छ कहिले काहीँ भन्दाखेरि। छैन नि मानव, यहाँ सत्य कुरा सुन्ने आँट कसैको छैन, लगभगै छैन। जसको छ त्यो बुद्ध हुन्छ। त्यति साहस चाहिन्छ। त्यो जीवन र मृत्युबाट नै अलग भइसकेको हुन्छ। न मृत्युदेखि भय हुन्छ, न जीवनदेखि डर क्या, न जीवनदेखि मोह क्या। यो जीवनदेखि शरीरदेखि मोह नि हुँदैन, अनि मृत्युदेखि भय नि हुँदैन। किनभने उसले बुद्ध जसले प्राप्त गरे हुन्छ, ज्ञान प्राप्त गरिसकेको हुन्छ, जसले बोध प्राप्त गरिसकेको उसको बुझाइ भइसकेको हुन्छ त। बाँचेर के अनि मृत्यु भएपछि के हुन्छ? मृत्युमा के, मृत्युपछि के, अनि अहिले बाँचेको जिन्दगी चाहिँ के त? ल बाँचेको जस्तो जिन्दगी चाहिँ कसको चाहिँ छ यो धरतीमा? प्रश्न त्यो छ नि। बाँच्नु पनि अर्थ होला नि। एक पल कोही बाँचेको छ, एक दिन बाँचेको छ, एक हप्ता बाँचेको छ, एक वर्ष बाँचेको छ, एकछिन आफ्नो लागि बाँचेको छैन स्वतन्त्रतापूर्वक। अनि कहाँ मुक्त क्या, कहाँ ज्ञान, कहाँ बोध क्या, कहाँ साँची, कहाँ द्रष्टा? यहाँ दर्शक बन्दैमा भएर चाहिँ ऊ छ, ठिक छ। यहाँ दृश्य बन्दैमा ठिक छ मानिसलाई। साँची भावमा जाने भने त एउटा सामान्य एउटा चाहिँ सत्य कुरा पचाउँदैन। अब त्यो त्यसमा त बोधमा जाने त परको कुरा क्या। त्यही भएर अष्टवक्रको चाहिँ ज्ञान पनि चाहिँ समाजमा नल्याएको, त्यो स्कुलमा होइन, त्यो
विद्यालयमा महाविद्यालयमा नराखेको चाहिँ किन होला जस्तो लाग्छ। यो सबै झुटै झुट चाहिँ पाखण्डै पाखण्डको समाज चाहिँ भएर हो कि जस्तो लाग्छ क्या। त्यो राख्नुपर्ने हो नि वास्तवमा। त्यो ज्ञानको जुन भण्डार छ त्यो पहिलाको छ नि। अब के छ, गीता सार छ होइन, भागवत गीता छ, अष्टवक्र गीता छ, पुराण होला, अब के होला होइन, अब वेद होला होइन, उता चाहिँ अर्को के अरे चाहिँ अब छ नि कुरान भन्ने छ होइन, अनि क्रिस्चियनहरूको बाइबल छ, सम्पूर्ण धार्मिक ग्रन्थहरू छ नि। त्यो टक्क पुस्तकालय बनाएर राख्नुपर्ने प्रत्येक विद्यालयमा, प्रत्येक महाविद्यालयहरूमा पुस्तकालयमा त्यो राख्नुपर्ने नि। त्यो स्वत विद्यार्थीले पढ्थ्यो होला नि, त्यो बुझ्दै होला नि, बुझ्नेले कोही त त्यहाँबाट बुद्ध निस्किन्थ्यो होला नि। हुन त पढेर गुनेर चाहिँ हुने त होइन, तर त्यसले उयो त काम गर्छ, एउटा बाटोको त काम त गर्छ नि। एउटा बाटो त काम गर्छ। किन काम गर्छ भने सुरुदेखि नै चाहिँ त्यो बुद्धमा जाने हो भने, जन्मेदेखि नै चाहिँ त्यसलाई के पनि नसिकाउने हो भने चाहिँ बुद्धै हुन्छ। किनभने बुद्धै भएर जन्मे त बुद्धै हुन्छ नि। त्यसलाई प्रत्येक पल मारिरहेको हुन्छ, आमा बाउले मारे हुन्छ, दाजुभाइले त्यो जन्मदेखि नै पैसा दिएर होइन, त्यो विभिन्न वस्तुहरू देखेर चाहिँ अब त्यो खाना खुवाउने रे, छैटौँ दिनले यो दिनले त्यो दिनले भन्दा त्यो परम्परा संस्कृति संस्कार संस्कृति त्यो रीतिरिवाज के त्यसलाई भन्दा प्रत्येक चिज चाहिँ त्यसलाई झुटा कुराहरू सिकाउँदाखेरि प्रत्येक पल मारिरहेको छ। अनि त्यहाँबाट चाहिँ उसले ओहो जीवन त मेरो यही नै रहेछ, धनै कमाउने रहेछ मेरो जीवन, गाडी नै किन्न पर्ने रहेछ, मोटरसाइकल किन्न पर्ने छ, घरै बनाउनु पर्ने, जग्गै किन्न पर्ने छ, विदेशी जानुपर्ने छ, जागिरै खानुपर्ने छ, सुनै किन्न पर्ने छ, हिरै किन्न पर्ने छ भनेर मेसिन जस्तो बनाइदिएको छ भनेपछि त अनि त्यहाँबाट बाहिर आउन त नसिकाइकन त हुँदै भएन। उसलाई ऊ बुझ्दै नबुझ्ने भयो नि त, ऊ जन्मेरै आएको जस्तो भयो नि त उसलाई त। अनि त्यसलाई पुस्तकबाटै चाहिँ सिकाउनु पर्ने हुन्छ त्यसलाई कहाँबाट सिकाउने त अब। किनभने त्यो बुद्धलाई अबुद्ध बनाइसकेको हुन्छ, फेरि बुद्धमा ल्याउन त अब फेरि शब्दमै ल्याउनु पर्छ। शब्दले चाहिँ शब्द त सबै झुटो, सत्य कुरा व्यक्त गर्न सकिन्न, शब्दले सत्य कुरा त व्यक्त गर्न सकिन्न। अनि त्यो अपशब्द कुशब्द अब के शब्द नै चाहिँ हालेर सबै भ्रममा त्यो बन्धनमा पिञ्जडाभित्र राखिदिइसकेको हुन्छ क्या त्यो बच्चालाई। त्यो हुर्काउँदा प्रत्येक पल मारेर क्या, प्रत्येक दिन मारेर क्या। उसको परिवारले मार्छ, उसको चाहिँ समाजले मार्छ, उसको विद्यालयले मार्छ, उसको महाविद्यालयले मार्छ, उसको धर्मले, राजनीतिले, सम्पूर्ण कुरा बाहिरी चिजले मारे हुन्छ। त्यो मारेको चिजलाई त जिउँदो बनाउनलाई, फेरि बुद्ध बनाउनलाई त त्यो ज्ञानका पुस्तकहरू त चाहिएला नि। अब कसले पनि गर्दैन, न घरमा ज्ञानका कुरा गर्ने हुन्छन्, बुवा हुन्छन्, न दाजुभाइ हुन्छन्, न स्कुलमा हुन्छन्, न चाहिँ विद्यालय हुन्छ, न महाविद्यालय हुन्छ, न समाज हुन्छ। अनि कहाँबाट चाहिँ उसले ज्ञान पाउने त? त्यहाँबाट वञ्चित गर्दै हुन्छ क्या। अनि किन पुस्तकालयहरू चाहिँ पुस्तकालयमा चाहिँ त्यो नराख्ने त? किन राखेको छैन? त्यहाँ त उपन्यासको किताबहरू राख्दै हुन्छ, त्यहाँ कथाको किताब राख्दै हुन्छ, राजा महाराजाको त्यो कथा, जीवनी, उपन्यास होइन, त्यो दुनियाँ कुरा राखेर चाहिँ त्यो पढेर हुने के? कसैको जीवनी पढेर हुने के? धरतीमा चाहिँ 826 करोड मानिस छन्, 826 करोडको जीवनी पढेर अनि यो जीवनै कम हुन्छ त, कति बाँच्ने? अनि किन पढ्ने त्यो जीवनी? 826 जनाले कहाँ के गरिरहेछन् भनेर। अब कोही उडिरह्यो होला नि, कोही गुडिरह्यो होला, कोही मरिरह्यो होला, कोही जन्मिरह्यो होला। 826 करोड मानिसले यहाँ के गरिरह्यो होला नि धरतीमा? अनि कसको कुराहरू चाहिँ यहाँ दिमागमा हाल्ने? मान्छे पागल हुँदैन? त्यो 826 करोडै समेटेको त्यो धरती युनिभर्सै ब्रह्माण्डै समेटेको त्यो ज्ञान त पढाउनु पऱ्यो, सिकाउनु पऱ्यो नि। किन पढाउँदैन, सिकाउँदैन भन्दा व्यवसाय गर्नु छ नि। यहाँ डक्टर बनाउनु छ, इन्जिनियर बनाउनु छ, शिक्षक बनाउनु छ, कर्मचारी बनाउनु छ, प्रहरी बनाउनु छ, सेना बनाउनु छ, अब निजामती भने के बनाउनु छ, सम्पूर्ण बनाउनु एउटा चाहिँ ट्याग लगाइदिनु पर्ने छ नि। जीवनै त्यहाँ ध्वंस सिद्धियो। एउटालाई 35 वर्ष प्रहरी भनिदियो, गयो जिन्दगी। एउटालाई सेना भनिदियो, 40 वर्ष गयो। अर्को 40 वर्ष गयो निजामती कर्मचारी भनिदियो। अर्कोलाई व्यवसाय गर्नलाई जीवन नै गइदियो क्या। व्यवसाय गर्ने त अब त्यो सेलरोटी पकाएर बेच्ने, अब माछा मासु, डन्डी सन्डी, अब कपडा बेच्ने, जुत्ता बेच्ने, जिन्दगीभर बुढो हुन्जेलसम्म 80 वर्षसम्म उ त्यही नै बेचिरहेको हुन्छ। अरबपति भयो नि त्यो जुत्तै बेचिरहेको हुन्छ। अब अरबको के कुरो?
अरबको कुरो के कहाँ गयो अनि खरबको कुरो कहाँ गयो, जब कि जुत्तै बेचिरहेको हुन्छ, लुगै बेचिरहेको हुन्छ, डन्डी बेचिरहेको हुन्छ, बाल्लो बेचिरहेको हुन्छ, माटै बेचिरहेको हुन्छ, दिनरात नाफा र नोक्सानमा दिमाग गइरहेको हुन्छ, चाउरे रोगी भएर त्यसै चाहिँ दिमागै होइसकेको मेसिन जस्तो मात्र भइरहेको हुन्छ, उसलाई नाफा र नोक्सान बाहेक अरू के पनि थाहा हुँदैन। त्यो प्याटर्नै त्यो भइसकेको हुन्छ क्या। डेली प्रत्येक पल प्रत्येक दिन प्रत्येक रातै चाहिँ हरिसाब नाफा घाटा भन्दा भन्दै त अनि मानिस रह्यो त मेसिन रह्यो त, ठ्याक्कै मेसिन बनाइदिएको हुन्छ। धरतीमा यस्तो बनाइदिएको छ। नाफा व्यवसाय गर्नु पर्ने चाहिँ व्यवसाय सम्पूर्ण क्या, धर्ममा व्यवसाय, राजनीतिमा व्यवसाय, राष्ट्रमा व्यवसाय, धरतीभरि यो चाहिँ कति 200-300 देशहरू छ नि धरतीलाई चाहिँ बनाएका सीमाङ्कन गरेका नामाङ्कन गरेका। अनि यस्तो गरे नाफा र नोक्सानको मात्रै छ। अनि मानिस कहाँ रहन्छ त, मानव कहाँ रहन्छ, अनि बुद्ध कहाँ हुन्छ त? श्वास पनि फेर्न दिएको छैन है। श्वास क्या, स्वतन्त्रताको श्वास क्या, त्यो बोधको श्वास क्या, त्यो ज्ञानको श्वास क्या। पहिला चाहिँ किन बुद्ध हुन्थे, किन ऋषिमुनिहरू जन्मिन्थे, किन गुरुहरू हुन्थे भन्दाखेरि त्यो बेलामा चाहिँ न मानिसलाई कृषि गर्न पर्थ्यो, बिउ नै चाहिँ माटोमा चाहिँ रोप्नु पर्छ भने थाहा नभएपछि त रोप्नु परेन नि, किन रोप्नु पर्यो? कृषियुग त पछि आएको हो नि। ऊ जनावरहरूको युगमा मात्रै के जङ्गली युगमा भने जस्तो जनावरहरू पाल्ने होइन, सके पाल्ने नसके त्यो जनावरको अब शिकार गर्ने के गर्ने हाम्रो ऊ गर्ने, अनि ध्यान गर्ने तपस्या गर्ने, ध्यान मात्रै गर्ने तपस्या मात्रै गरेर बस्ने। अनि कति ज्ञान आयो त? अब अहिले एकछिन फुर्सद हुँदैन, कहाँ ध्यान कहाँ ऊ मानिस। अब किसान भन्ने छ 24 घन्टा बारीमा, उता के भन्दै छ, उता जागिर भन्दै छ, कसैलाई काहीँ केही फुर्सदै छैन। सबैलाई एउटा कर्तव्य भन्दै छ, एउटा जिम्मेवारी भन्दै छ, एउटा चाहिँ के भन्दै छ होइन। अनि मानव हुन सकेन नि, मानव अनि बुद्ध त कहाँ हुन सक्ने? मानवै हुन सकेको छैन, बुद्ध कहाँबाट हुने भन्ने प्रश्न आयो यहाँ। समय यस्तो आयो हाम्रो सांसारिक वेमा चाहिँ। त्यही भएर ल साथीहरू, अब कन्क्लुजनमा यसको निष्कर्षतिर जाउँ। अब यो लामो नि हुन्छ होइन, यसकै चाहिँ अब त्यो बाँकी भागको चाहिँ यो बाँकी भागको कुरा त हो नि हो होइन। अब यो चाहिँ एक्ज्याक्टली भनेको चाहिँ त्यो के हो भने बुझ्नुपर्ने सुरुको लाइनै हो क्या। एक लाइन छ, अब अष्टप्रहरले चाहिँ राजा जनकलाई भन्नुभएको त्यही लाइनकै हामी कुरो गरेर हो। एक लाइन छ क्या, सम्पूर्ण विषयहरू विषसमान त्याग दिने, विषसमान त्याग दिने विषयहरू चाहिँ। अनि सरल, सन्तोष, सत्य, क्षमा, त्यो 5वटा गुणहरू छ क्या। त्यो चाहिँ अमृत समान सेवन गर्ने, त्यो पात्रता निर्माण गर्ने क्या, त्यो बुद्ध बन्नको लागि, त्यो मुक्त हुनको लागि, त्यो एनलाइटन हुनको लागि। त्यही अन्तर्गत चाहिँ हो नि त, त्यसमै जानको लागि अब यो चाहिँ हामीले चाहिँ छलफल कुराकानी अब गर्न परिरहेको, हामीले त्यही स्वतन्त्रतामै जान, त्यही मुक्तै हुनलाई, त्यही एनलाइटन भने नि, अब पिसमा जान भने नि, अब कुरामा शब्दमा अक्षरमा जहाँ जे भने पनि कुरा एउटै हो। हामी जे छ ओरिजिनल बन्ने त्यही हो, त्यही भन्ने हो। हामी जे हो नि त्यही नै हुने भने हो क्या। अब शब्दमा यसलाई आफ्नो तरिकाले बुझ्यो हुन्छ। जस्तो मेरो नाम यादव होइन, थर महत राखेको छ, अनि कहाँ म यादव हो त? सुन्दै अनौठो लाग्दैन? म थोडा यादव हो त, न म यादव हो, न थर मेरो थर महत हो, होइन नि, एक्ज्याक्टली होइन नि। न कुनै मेरो धर्म छ, यो शरीरको कुनै धर्म हुन्छ, यो शरीर कुनै चाहिँ राजनीति हुन्छ, यो शरीरको कुनै देश हुन्छ, यो शरीरको कुनै परिवार हुन्छ, न समाज हुन्छ। के हुन्छ शरीरको? यो शरीरको हुन्छ चाहिँ के पनि हुँदैन। अब यहाँ हुन्छ भनेर चाहिँ हिँडिरहेछन् मान्छे, त्यो भने मरेको लास लिएर मलामी आफै हिँडेको भनेको हो क्या। यो विकासानन्दको भाषामा भनेको चाहिँ शब्दमा मरेको लास क्या, आफै यो लास शरीर लास बनाइदिएछ, अनि मलामी हिँडिरहेछ आफै। किनभने त्यो शरीर त प्रत्येक पल मरिरहेछ, प्रत्येक पल बाँचिरहेछ नि। कोषहरू त हुने त्यही हो। हाम्रो शरीर त प्रत्येक पलहरू होइन, यो सबै चाहिँ अब रौँ आकाश भन्ने हुन्छ नि, प्रत्येक ठाउँमा चाहिँ पाल छ नि। प्रत्येक अब कोषहरू कति छ, अब 36 ट्रिलियन हो कति छ भनेर एउटा वैज्ञानिकले कति भन्दै रहेछ।
गनेर भने होला 36 ट्रिलियन रे क्या त्यो कोषहरू छ भने मतलब अब एक पलमा होइन मानिस चाहिँ 36 ट्रिलियन टाइम्स मर्छ अनि 36 ट्रिलियन टाइम्स चाहिँ जन्मन्छ क्या अनि 36 ट्रिलियन टाइम्स चाहिँ अब मर्नेहरू त अनि मरेका लास चाहिँ आफै लिएर चाहिँ हिँड्ने त हो नि त्यो भित्रको लिएर हिँडेको क्या त्यो पावरले क्या त्यो ऊर्जा त छ नि ऊर्जा त मर्दैन त्यही भइरहेछ समाजमा सबै चाहिँ भइरहेकै छ हो यसले चाहिँ लेट्स स्टप लेट्स ब्रेक लेट्स चेन्ज लेट्स ट्रान्सफर्म भनेको त्यो बुझौँ त्यो बोध दो त्यो फिल होस् त्यो ज्ञान आओस् क्या त्यो अज्ञान आओस् क्या त्यो ज्ञान कहाँबाट आउँछ त अब भने चाहिँ त्यो त्यो मनभित्रको हुन्छ चित्त भन्छ नि चित्त मन तन पनि हुन्छ चित्तमा होइन मन तन होइन विचार दृष्टिकोण सम्पूर्ण कुराहरू छ नि शब्दमा भन्ने जति इन्द्रियका कुराहरू इन्द्रियबाट व्यक्त हुने कुराहरू त्यसलाई चाहिँ खोलामा लगेर बगाएर नि भएन कि महासागरमा क्या खोला नदी समुद्रतिर महासागरमा लगेर डुबाइदिनु पर्छ त्यहाँ महासागरमा लगेर नै हामफाल्नु पऱ्यो क्या अनि बुद्ध हुन्छ अनि बोध हुन्छ अनि ज्ञान चाहिँ प्रस्फुटित हुन्छ क्या यहाँ त्यो अन्डा भनेको छ नि अन्डा भित्रबाट पर्नु पऱ्यो क्या यो अन्डा छ नि हाम्रो यो अन्डा कभर हो यसले नै बाहिर आउनु दिएको छैन क्या त्यो हाम्रो इनर्जी चाहिँ भित्र चाहिँ यति छ कि एउटा उदाहरण छ ओसोले दिनुभएको उदाहरण जस्तो लाग्छ होइन ठिक छ अब ओसोले नदिनु भएको भए अब विकासानन्दले दिनुभएको होला विकासानन्दले नदिनु भएको भए अब रामानन्दले दिनुभएको होला होइन कोहीले त दिनुभएको त होला नभए मैले दिएँ तार छ नि यो अगाडिको हाइटेसन लाइन तार छ नि तपाईँहरूले देखाएको छ नि यसमा 400 भोल्ट अनि 220 भोल्ट के भनेर चाहिँ त्यो त्यति चाहिँ क्षमताको भनेर राखेको हुन्छ नि तारमा तारको क्षमता भार 400 भोल्ट अनि 220 भोल्ट कति भनेर राखेको हुन्छ त्यो त्यति पावर त्यो तारको होइन विद्युतको पावरको त कति छ त कति छ अनलिमिटेड छ नि त्यो पावर अब विद्युत सप्लाई त्यहाँ 400 भोल्ट र 200 भोल्टको मात्रै आएसम्म त्यो तारले थाम्ने हो अनि वाट हो त्यो 8000 चाहिँ भोल्ट अनि 10000 भोल्ट कति हजार भोल्ट चाहिँ त्यो तारमा चाहिँ छोडिदिने हो भने तार बल्छ नि तारै रहँदैन त एक्ज्याक्टली त्यसमै जाउँ अब हामी शरीरमा हो हाम्रो यो शरीर चाहिँ अब 200 भोल्ट 400 भोल्ट अब 1000 भोल्ट कतिको छ होइन 2000 भोल्ट अब कति भोल्टको छ होइन वैज्ञानिक भाषामा विज्ञानको भाषामा क्या विज्ञानको भाषामा बुझ्ने गरेर अनि भित्रीको पावर त अब ट्रिलियन्स क्या अब सम्पूर्ण पावरै भित्र छ नि कहिले नमरी अनि यो शरीरले चाहिँ त्यत्रो पावरलाई यो शरीरले छोपिरहेछ अब शरीर बलियो होला कि त्यो भित्रको बलियो होला भने कन्फ्युज पनि हुन्छ मानिस क्या हो यो चाहिँ अब कभरलाई यो चाहिँ कभर छ नि यो तारलाई यो बोक्रालाई भित्रको चाहिँ पावरले क्या जसले चाहिँ फोर्न सक्यो नि देउन सक्यो नि यसलाई ध्वस्त गर्न सक्यो नि त्यही नै हो नि बुद्ध अब यहाँ चाहिँ कसले फोरिरहेछ भने त मानिस चाहिँ श्वास बाहिर फालेर क्या त्यो भने 50 60 80 100 90 वर्ष भएपछि चितामा पुगेपछि मात्र क्या रोगी भएर होइन बामी सर्न नसकेर रोगी भएर अब सम्पूर्ण कुरा चाहिँ अब त्यो त्यो अज्ञानमा जिएर जीवन जस्तो नै नबिताएर होइन अनि मर्दिने क्या भने त जीवन आफ्नै घाँडो छ दुःख छ दर्दनाक छ भनेर चाहिँ मर्ने एउटा छ होइन एउटा त्यो छ एउटा चाहिँ सबै चाहिँ त्यो अनलिमिटेडकै इच्छा आकाङ्क्षा सम्पूर्ण चाहिँ त्यो महत्त्वाकाङ्क्षाहरू पुरा गरेर मर्ने एउटा छ होइन विभिन्न तरिकाको मराइ छ क्या यहाँ एउटा दुःखको मराइ छ एउटा सुखको मराइ छ भने जस्तो यो विभिन्न तरिकाको मराइ छ नि मराइ त हो मृत्यु नै हो नि तर जिउँदोमा चाहिँ मृत्यु भएर क्या बाँच्ने चाहिँ असली जीवन त्यो हो क्या त्यो त मरेको त मरियो नि बाँचुन्जेल त मृत्यु सरे लासरी बाँचे के छ त्यो सुखमा बाँचे पनि दुःखमा बाँचे पनि त्यो मृत्यु त्यो लास बाँचे जसरी बाँचे भयो त्यो लास लिएर मलामी चाहिँ बाँचे जसरी हिँडे जसरी भयो तर अब अहिले जीवनमा तपाईँ हामीले नै आफै नै मृत्यु क्या जिउँदो मृत्यु घोषित गरेर बाँच्नुको चाहिँ असली जीवन त्यहाँबाट हुन्छ अनि त्यहाँबाट चाहिँ ज्ञान सिर्जना हुन्छ
अनि बोध प्राप्त हुन्छ, अनि बुद्ध हुन्छ नि। अनि त्यहाँ ढाँट्नु पर्ने के छ, लुकाउनु पर्ने के छ, अनि सत्य नै सत्य बोल्न पर्ने हुन्छ, सबै प्रकृतिकै कुरो गर्नुपर्ने हुन्छ। नेचरमा जे छ त्यही नै कुरो गर्नुपर्ने हुन्छ, कुनै शास्त्रै पढ्नु पर्दैन एनलाइटन हुनु लागि, कुनै धर्मशास्त्र पढ्नु पर्दैन, गीता महागीता पढ्नै पर्दैन। अनि एक्ज्याक्टली नेचरमा चाहिँ हेरे मात्रै बोध हुन्छ। फुललाई हेरे फुलबाट मुक्त हुन्छ, अनि बिरुवालाई हेरे बिरुवाबाट मुक्त हुन्छ, जनावरलाई हेरे जनावरबाट मुक्त हुन्छ, बुद्ध हुन्छ मानिस। पशुपन्छीले हेरे पशुपन्छीबाट मुक्त हुन्छ, पानीले हेरे पानीबाट मुक्त हुन्छ, हावालाई हेरे हावा चाहिँ त्यो अनुभव गरे हावाबाट मुक्त हुन्छ, त्यो सूर्यको किरणलाई हेरे किरणबाट मुक्त हुन्छ। जहाँ हेरे त्यही सम्पूर्ण हाम्रो चाहिँ यो प्रकृति नेचर युनिभर्समा जुनबाट हामीले चाहिँ फिल गऱ्यौँ नि मुक्त नै हुन्छ, बुद्ध नै हुन्छ फेरि। तर मान्छेमा मात्रै ठ्याक्कै चाहिँ गयो, अनि वस्तुमा गयो, अनि भोगमा गयो, अनि रागमा गयो, अनि तृष्णामा गयो भने अनि सिद्धियो सिद्धियो, अनि मर्या लास भयो क्या। अनि त्यही भएर साथीहरू हामीलाई होइन अब यो संयोगले भनौँ अथवा के भनौँ होइन, एउटा जीवन त यो शरीर त पाएको छ नि, एउटा भित्रको एउटा जीवनले भित्रको एउटा छ नि एउटा पावर, त्यो पावर एउटा शरीर चाहिँ पाएको छ, सम्पूर्णले पाएको छ। यो शरीर यो पाएको चाहिँ यो अवसरलाई चाहिँ होइन सही वेमा चाहिँ लैजाउँ, सही वे क्या। के हो भने पिसमा, त्यो कालमा क्या, पिस एन्ड काल भन्छ नि, शान्त र मौन, त्यो बुद्धमा जाने, त्यो एनलाइटनमा जाने, त्यो द्रष्टा भावमा जाने, त्यो साँची भावमा जाने। त्यति चाहिँ बोध चाहिँ हुनु पर्यो, बुझाइ हुनु पर्यो। ल आजको टपिक चाहिँ होइन बाँकी भाग थियो, बाँकी भागमा आजलाई यति गरौँ है। अब यो सांसारिक सबै दुनियाँ चाहिँ यति भनेपछि त अब निष्कर्ष भनिनु पर्ला, यो सांसारिक कुराहरू चाहिँ सबै झुट होइन, पाखण्ड र असत्य रहेछ भन्ने त बुझ्यो होला नि यति भएपछि त। किन शरीरै हामीको असत्य झुट हो, यो मरेर जाने ऊ भनेपछि त अब रह्यो बाँकी के त, न राजनीति रह्यो, न धर्म रह्यो, न राजा रह्यो, न राष्ट्रपति रह्यो, न प्रधानमन्त्री रह्यो, न देश रह्यो, न परिवार न रह्यो, न नातेदार रह्यो। शब्दले हुने भनी त्यो हुनेसम्म के पनि रहेन। अब यहाँ सुगाले भने अरे होइन सबै कुरा ल्याएर होइन पढेर ठेलीका ठेली पढेर सुनाउने कुरो भएन होइन। शब्दमा व्यक्त गर्ने कुराहरू सम्पूर्ण कुराहरू झुटो, आँखाले देखिने कुराहरू सम्पूर्ण झुटो, कानले सुन्ने नि सम्पूर्ण झुटो, इन्द्रियहरूबाट हुने कुराहरू सबै चाहिँ फिल गर्ने कुराहरू नै झुटो क्या, भ्रम भनेपछि त अब बाँकी रहेको कुरा केही भन्नु परेन। त्यति चाहिँ अब हामी बोध गरौँ अनि सृजना हुन्छ। अनि त्यो अन्डा चाहिँ चल्ला भन्छ क्या, अन्डाबाट चाहिँ त्यो भित्रबाट चल्ला भन्छ, नभए अम्लेट भन्छ। अब अहिले त अम्लेट होइन, अब के भन्छ के भन्छ। तपाईँ हामीलाई के बनाएछ के बनाएछ नि, अब कति थरी बनाएछ नि, कति थरीका अम्लेट बनाएर खाइरहेछन् हामीलाई, अरूलाई पनि सबैलाई, एकले अर्कालाई अम्लेट मात्रै बनाउने क्या। प्रत्येक पल प्रत्येक क्षण होइन अम्लेट बनाइरहेको हुन्छ। यसरी अम्लेट बनाउनु चाहिँ नदेऊ, चल्ला भएर चाहिँ निस्क्यौँ हामी, बोध हौ। ल आजलाई यति नै।